नेपालमा कपडाको डिमान्ड धेरै छ र धेरैले सोध्ने गर्छन्, चीनबाट कपडा ल्याएर नेपालमा बेच्न सकिन्छ त? आज म वास्तविक प्रोसेस सिम्पल भाषामा बताउँदैछु। पार्ट 1, किन चाइना? चीनमा कपडा सस्तो, डिजाइन धेरै र भेराइटी ठूलो हुन्छ। त्यसैले सही प्लानिङ गरे नेपालमा राम्रो मार्जिन बनाउन सकिन्छ। पार्ट 2, कपडा कहाँबाट किन्ने? सुरु गर्नेले अलिबाबा 1688 मेड इन चाइना जस्ता प्लेटफर्म हेर्न सक्छ। सुरुमा ठूलो क्वान्टिटी होइन, स्याम्पल अर्डरबाट क्वालिटी चेक गर्नु जरुरी हुन्छ। सप्लायरसँग प्राइस, फ्याब्रिक, साइज चार्ट क्लियर कुरा गर्नुपर्छ। पार्ट 3, नेपाल कसरी ल्याउने? कपडा नेपाल ल्याउन कार्गो फ्रेट एजेन्टको हेल्प लिन्छ। चाइना, इन्डिया, नेपाल वा डाइरेक्ट चाइना नेपाल दुवै रुट पोसिबल हुन्छ। कस्टम्स, ट्याक्स, ट्रान्सपोर्ट एजेन्टले म्यानेज गर्छ। पार्ट 4, बेच्ने तरिका। सुरुमा फेसबुक, टिकटक, इन्स्टाग्रामबाट सेलिङ। लोकल शप, रिसेलर वा अनलाइन पेज बनाएर पनि बेच्न त, तर सस्तो देखेर बिना स्याम्पल अर्डर नगर्नुहोस्। फेक ब्रान्ड कपी नगर्नुहोस्। कस्टम्स रुल नबुझी सामान मगाउनु जोखिम हुन्छ। चाइनाबाट कपडा ल्याएर नेपालमा बेच्न सकिन्छ, तर प्लानिङ बिना होइन। सानो सुरु गर्नुहोस्, सिक्दै बढ्नुहोस्। यस्ता रियलिस्टिक बिजनेस इन्फो मन पर्छ भने च्यानल सब्स्क्राइब गर्नुहोस्।